सबैजनालाई गुड इभिनिङ। आज चाहिँ हामी भाइको बर्थडेको लागि बुटोल जान्छौँ सरप्राइज गर्न। अनि मेरो आज इक्जाम हुँदा पनि इक्जाम दिएर आएको हो गाइज। अब सानलाई सरप्राइज चाहिँ साइकल हो। हामी को जान लाग्यो त? हामी पुरै फ्यामिली माइक्रोमा, हाम्रो घरको माइक्रोमा। ल पुक्कु र कृतिका आजी बर्थडे सानी, ह्यापी बर्थडे सानी। हामी आउँदैछौँ सानी, हामी आउँदैछौँ। बाई बाई। सरप्राइज सानी बाई बाई। हामी आउँदैछौँ। सानो मिलाउँछ कि जस्तो भयो सामान। सानी बाई। ल सानी हामी आउँदैछौँ। हामी चाहिँ यो बाटो हुँदै आएको हो गाइज। सनसेटको भ्यू दामी यहाँ। रामपुरमा आएर खाजा खान लाग्यो है साथीहरू। पुक्कु त हाँसी छैन है अहिले त है। मेरो पुक्कुलाई गाह्रो भयो है। साथीहरू अब हामी खाजा खान हिँड्नला। गाइस हामी अब रामपुर कटेम। गाइस हामी चाहिँ अब 2 घन्टामा पुग्छौँ बुटोल। यति राति बल्ल 7 बज्यो। त्यही पनि यति राति भयो है गाइस। साथीहरू हामी पाल्पा बजार पुग्यौँ। अब बुटोल आउन 1 घन्टा है। गाइस सुरु भयो सर्टकट। अब गाइस बुटोल आउन 4 किलोमिटर। ल फाइनली बुटोल आइसक्यौँ साथीहरू। त्यो अगाडिको अङ्कल हो, सानीको ड्याडी। हामीलाई लिएर आउनु भयो। सरप्राइज पटासेर दिन आइपुग्यौँ साथीहरू। ह्यापी बर्थडे सानी। खै यो त ठुलोमलाई नमस्ते गरेको खै ठुलोमलाई। ल फाइनली साथीहरू आइयो। कति बल्ल भयो ल। हेलो हेलो पुक्कु कहाँको? पुक्कु कहाँको? सानी बर्थडे बोय हाम्रो हिरो 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 छोरो। सानी ह्यापी बर्थडे। होइन लैजान दिनु न त्यसलाई। खोइ त बेलुन सजाल ए। ल अब यहाँ सानीको सरप्राइजमा यसो बेलुन दिउँ।
ल ल ल टासम सानलाई हो क्या ल छिटो है म टाँसिदिन्छु मामा टाँस्दिएको मामा हेर यहाँ क्या हेर टाँस्नु पर्छ यहाँ घुमाइदिने क्या ले त म गरिदिन्छु ल बन्द गर्छ ल भयो राम्रो छैन है सेजु सानी कसको होइन होला होइन बहिनीको काको बुटोल पुक्कु त अहिले त एक्टिभ सानी कति छिटो हो त लाग्छ अब त्यतै ध्यान भयो क्या ध्यानै त्यता हो हेरेको ल्याइदिन्छ भनेर खेलान पुरै एउटा ल्याइदिन्छ हेर यसको त्यो बन्दुक ल दुईटा हान्थ्यौ नि भाइलाई
सानीले गिफ्ट गर्नु लाग्यो है ठुक ठ्याङ्को न यो मिनी आमाको मिनी आमाको वाह भेरी तिम्रै हो के तिम्रै हो स्पाइडर अनि के हेर त यहाँ पनि स्पाइडर यहाँ चाहिँ गुडु गुडु स्पाइडर सुरुवाल हो वाव वाव मेरो गिफ्ट हेर्छ होइन तातो हाम्रो न मेरो हो नि हुन्छ तातै दिदीको गिफ्ट मैले किनेको तिमीलाई दिदीको गिफ्ट त के हो है सानी त्यत्रो है यो कुन चाहिँ दस गाडीवाला हो साथीहरू ल बर्थडे बोय ल सेजलले बिहान बिहानै के हो खाएको ल हामी चाहिँ 1 बजे सुत्यौँ साथीहरू अब चाहिँ हामी आज घुम्न जाँदैछौँ के गर्छौँ सानी ल बुटोल हाम्रो सानीले हामीलाई घुमाउँदैछिन् आफ्नो घरतिर बुटोल नजा ओहो दिदी आउनुस् भन्ला भन्न सेजल आइयो यस्तो डन भन्ला के छोरी सेजु ज्याकेट हो है भेटघाट कार्यक्रम हुँदैछ साथीहरू भेटघाट निस्केको त जान को यस्तो अरे कपाल बढेछ अघिल्लो महिना नकाटेछन् कि यिनीहरू ल सानो फेला तल हेरौँ खाजा बनाइदिनु ओ छ्या ल सानै सानै खेलाडी हो र होइन होला दिदीले जितिसक्यो तिमी त हार ल साथीहरू हामी चाहिँ अब लुम्बिनी घुम्न जाँदै ल ल ल ल ल हाम्रो सेनिटन अगाडि ल सेजु जाऊ आजको हाम्रो यात्रा लुम्बिनीसम्म होइन शुभ यात्रा हुन्छ
देवी मन्दिर ल हेर जाँदैछौँ लुम्बिनी हो लुम्बिनी हल्का घुमेर अब चाहिँ अब घरतिर यता हेर न चोकतिर के खान आएको नानी नचाउ त्यो हातले यता हेर सानी खै भाइ सानी के खानी लगाइदिएर हामी चाहिँ यस्तो घुमफिरतिर होइन घुमफिर बुटल बजार घुम्दै साथीहरू हाम्रो सानी जुन कति राम्रो होला नि लाएर बुटल लाएर भाइरल बिस्कुट अब टेस्ट गरेर भन्छौँ ल साथीहरू हामीले चाहिँ बुटल लाएर दाइले समेत लिनुभयो है ल सबले लिनु ल जाम गाइस हामी चाहिँ यहाँ बुटल ट्राफिक सर्कलमा धेरै खाँदैन सनबाई सानी कस्तो छ मिठो भाइ साथीहरू बुटलको दिएर ल देखाइदेऊ वाउ खाऊ न त ल फेरि जक्सन फेर्दै
दाइसँग जाने हो सेजु के खान लाग्यो रे सानी ताउ सानी एकदम र बुटो लगाएर कस्तो भयो तिमीहरूलाई भन न मैले त ल ल दामी होइन रमाइलो भयो होइन बल्ल रमाइलो भयो ल साथीहरू अब चाहिँ हामी घर जान्छौँ गाइस हामी चाहिँ फाइनली बुटरबाट पोखरा आयौँ अब हामी यहाँ खाजा खाएर घर जान्छौँ खाना खाएर खराएछ गाइस साथीहरू हाँसिछ आमै